रहेछ अलि मोटा पनि खान्छु मोटा मोटा दाउरा छ साइकलमा बारी बोकेर वेलकम ब्याक माई युट्युब च्यानल ट्विन्स सिबिसिवान साथीहरू आज मेरो मसुरो बनाउँदैछु मसुरो पिन्नु भनेछु जाँदोमा पिसेको भए मैले भिडियो हाल्छु मेरो भिडियोलाई कस्तो लाग्छ लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु होला मैले चाहिँ अस्ति शनिबारको भिडियो चाहिँ अहिले भर्खरै आज बिहान हालेको छु आज बुद्ध जयन्ती छ आज त्यही भएर आज बिदा छ स्कुल गएको छैन घरतिरै छु बिहान काम गरेँ मैले भिडियो बनाएको छैन अहिले चाहिँ स्टार्ट गर्दैछु यो मसुरो हो मसुरो यस्तो छ देख्न सक्नुहुन्छ यस्तो नराम्रो छ त्यही पनि हेरेर अनि चाहिँ मैले पिस्ने छु यो मसुरोलाई साथीहरू यहाँ चाहिँ मेरो भान्जी हुनुहुन्छ मेरो नन्दको छोरी यहाँ चाहिँ देख्नुभयो होला यहाँ भिडियोमा प्रायः जस्तै गाउँघाटीको भिडियोमा पनि देख्नु सक्नुहुन्छ यहाँलाई दुईजना बसेर यहाँ हेर्दैछौँ मसुरो साथीहरू मैले चाहिँ अब त्यो जाँतो राखेर पिस्ने सुरसार गरेको छु मैले केराउ मसुरो दाल पिस्नेछु अनि दुईटाको मिश्रण भएर म चाहिँ दाल बनाउने छु अनि मैले चाहिँ जाँतो ठोक्दैछु जाँतोको त्यो हत्ता भन्ने कि हतौरो भन्ने कि हत्ता सामान त्यो चाहिँ मैले त्यो चाहिँ केराउ हो अनि प्लास्टिकको के हो भन्नु होला त्यो चाहिँ के हो भन्दा मसुरो हो थोरै छ त्यही पनि अब बिर्सौँ कति हुन्छ दाल पनि खासै छैन मैले यसपालि दाल लाउँदै पनि लगाएन गहुँ त लगाएको थिएँ अनि त्यही भएर हो साथीहरू अनि अहिले पिस्दैछु साथीहरू अहिले चाहिँ मैले पिस्दैछु केराउ फेरि यस्तो पिसेछ पुरै नगरौँ केडा मात्रै के धेरै प्रयास छ अनि नसुकेर रहेछ राम्रोसँग पिसेकै छैन क्या त्यसपछि अनि मैले सबै मसुरो पनि पिस्छु त्यो पनि पिस्छु मैले मसुरो चाहिँ देखाएको मसुरो चाहिँ मैले धेरै माटो थियो त्यही भएर अनि भिजाएर पानीमा पखालेर मैले त्यो मसुरो चाहिँ पिस्नेछु साथीहरू तपाईँले अनि पछि साथीहरू मैले चाहिँ केराउ पिसिसकेपछि अनि मैले चाहिँ मसुरो पिन्दैछु जाँतोमा मेरो बाबुलाई चाहिँ मैले होमवर्क गराउँदैछु त्यो पछाडि गाह्रो भइरहेको बाबुलाई फेरि पढ्न मन लागेन त्यही पनि मैले आफू जस्तै बसेर बेला सिकाइदिउँ पढिदिउँ भनेर पढाउँदैछु साथीहरू मैले चाहिँ दाललाई निपाउँदैछु भन्नुपर्छ पिसिसकेपछि मैले चाहिँ दाल यसरी निपिसकेपछि मैले म चाहिँ जान्छु अब मसुरो र अनि के अरे मसुरो र केराउको दाल पुरै त्यो डब्बामा मिक्स गरेर चाहिँ मैले दाल पिसिसकेपछि म चाहिँ जान्छु दाउरा वेलकम ब्याक माई युट्युब च्यानल ट्विन्स सिबिसिवान साथीहरू म चाहिँ जाँदैछु दाउरा म चाहिँ यो लिप्टिस बारी प्रायः सधैँ देख्नुभएको होला म चाहिँ लिप्टिस बारीमा दाउरा खोज्न आएको छु भन्नुपर्छ यो धेरै दिनपछि भयो क्या दाउरा पनि छैन अहिले अनि त्यही भएर म लिन आएको छु यही हो मेरो रानी वन महारानी वन यही हो साथीहरू रानी वनमा चाहिँ म दाउरा खोज्न आएको छु साथीहरू मेरो चाहिँ दाउरा देख्न सक्नुहुन्छ यस्तो छ आज चाहिँ सबै झिजादै देख्नुभएको थियो आज अलिक मोटो दाउरा छन् साथीहरू खल्लो दाउरा खोज्छु मैले दाउरा पिसेँ साथीहरू टिप्दैछु क्यामेराम्यान चाहिँ परमोट खत्री हो चाहिँ गोठा लगाएको छ गाई गोठा लगाएको छ त्यही भएर नि गोठा लगाएको मजामा क्यामेरा देखायो है भनेर चाहिँ म दाउरा कहाँ राखेँ थाहा छैन
हुन्छ क्या हैन हाम्रो बाख्रालाई पनि हेरिदिनुहोस् आन्टीको भिडियोमा लाइक कमेन्ट साथीहरु यो चाहिँ खरले चाहिँ मैले मुठा पार्दैछु दाउराको भारी सधैँ जस्तो सानो भिडियो दाउरा लगाउने आजले मुठा लगाएको छु किनकि अब त्यस्तो भिडियो दाउरा लगाइदिन छन् अनि मैले चाहिँ यस्तो फुटेका यस्तो हावाले चाहिँ यताउता जारपतल पारेका ढलेका काटकुट पारेर अनि मैले चाहिँ आज बनाएको छु दाउरा मैले आज पनि ग्यास भरे छैन कि साथीहरु त्यही भएर पर्खा लागेपछि मैले चाहिँ ग्यास भर्ने छु ग्यासमा खाना पकाउने छु साथीहरु अनि मैले भिडियो हालेछु रेसिपीको अलिअलि थोरै चाहिँ नजाने भए पनि बर्खामा अब त्यति सहज हुँदैन आगो बालेर खाना पकाउन त्यही भएर अनि अर्को चाहिँ भने केही छैन यस्तै हो भात पनि खाने दाउरा बोक्ने साथीहरु यस्तै छ हाम्रो त जिन्दगी पर्यातिरको कुन ठाउँबाट हेर्दै हुनुहुन्छ मेरो भिडियोलाई कमेन्ट बक्समा गएर आफ्नो ठाउँको बारेमा कुन ठाउँबाट हेरेको कि त्यो कमेन्ट गरेर छोडिदिनु होला साथीहरु अनि दावा त्यस्तो धेरै त छैन नि त पनि अब मैले यसलाई मुठा बनाउँछु मुठा पार्छु के दिनु भारी कसले हुन्छ प्रमोदले म सक्दैन त्यत्रो भारी प्रमोद भाले तिमी क्यामेरा मान्छे हाम्रो आन्टीको बारी हेर्नु गाइज ल पिङ गरे पनि रहेछ पिङ खेल्ने हो प्रमोदले खेल्दैन साथीहरु यस्तै तपाईहरुले खेल्नु भएको छ कि छैन बाहिर अब पहिला हामी त अब बिहे हुँदै साथीहरुले चाहिँ खेलिन्थ्यो रुखमा गएर पुरा हल्लाएर रुखले खेलिन्थ्यो अब चाहिँ बुढेसका लाग्यो कताकताको आमा भइसकेपछि अब त्यस्तो खाजु यस्तो गराउँ पनि नसक्ने देखाइदिनु मेरो छोरोले चाहिँ यसरी उफ्री पुरा बडी बिल्ड गराउनु हुनुहुन्छ ल अब हामी चाहिँ भारी बोक्छौँ है ल गाइस भारी चाहिँ नै हुन् ल यो चाहिँ बोकाइ भइराखेको छ अब मैले चाहिँ बोक्न सक्दैन यत्रो भारी त्यही भएर चाहिँ दाइलाई बोकाएको साथीहरु हेर्नु लोभ लाग्छ कि हेर्नु हाम्रो आन्टी चाहिँ फेरि लोभी नि त कन्जुस फेरि आफ्नो दिन नगर्ने अर्काको ल्याउने हो नि त यति भारी बोक्न नि आया चाहिँ नेपालमा यस्तो काम गरेर पैसा कमाइन अब अर्किन भिसामा जानुपर्छ क्या विदेशतिर यस्तो घन्टा भेसामा पैसा पाउनु भयो सजिलो हुन्छ साथीहरु यो चाहिँ मैले कपडा सुकाउनु भनेर लगेको छु त्यस्तै छ जिन्दगी काम गर्ने खाने अब चाहिँ हामी टिकटक बनाउने तयारीमा छौँ हामी हिँड्दा चाहिँ यहाँ देखेको छौँ सर्पको काजुले एकदम ठुलो सर्प हो यो चाहिँ उता चाहिँ आन्टी डराएर अगाडि हिँड्नु भएको छ हाम्रो आन्टी चाहिँ एकदम डर छिरो आउनुहुन्छ राति हिँड्न नि सक्नु भएको छ गाइज
धेरै त दाउरा छैन, थोरै नै छ अघि भर्खरै आएको। फेरि दादाले एउटा देखेको छु दाउरा भन्नुभएको छ। फेरि हामी जाँदैछौँ यता आन्टीहरू। भिडियो युट्युबमा 300-350 जनाले हेरे के हो र जुन नहेरी तिमीलाई हेरौँला राख्नु भएको छ। यो अघिको चाहिँ उतापट्टि साइडको लिप्टिस थियो, यो चाहिँ यतापट्टि साइडको हो। दुईतिरै छ, बिचमा चाहिँ रोड छ। अब यस्तै छ झाडीहरूमा। यहाँ चाहिँ अब लिप्टिस देखाउनु भएको छ दादाले। म सधैँ यही रानीवनमा आउँछु साथीहरू। सुरुदेखि नै मैले भनिसकेको छु, यो चाहिँ मेरो रानीवन हो। अस्ति चाहिँ सानो झिगाहरू थिए, अहिले खास चाहिँ अब त्यति नयाँ पालुवा पलाइसकेको छ नि त। त्यति बेला हावा लाग्थ्यो अनि पानी पनि परेको थियो, ठुलो हावा लागेको भएर टेन्सन झुझु दाउराहरू खसेका थियो। त्यो दाउरा चाहिँ मैले तपाईँहरूलाई भिडियो बनाएको थिएँ, जुन बारी बोकेको। अहिले त रहेनछ दाउरा, त्यही पनि ठुल्ठुलो अब यस्तो लिप्टिसको दिन हाँगा तन्नक्क तन्काएर रुखहरू तन्काएर त्यस्तो उयो गरौँ काटिने दाउरा चाहिँ काटेर मैले चाहिँ दाउरा बनाएको आज। यता चाहिँ भुइँमा खसेको दाउरा भनेको दाइले चाहिँ ठुलै देखाउनु। हेलो गाइस, होइन अब मेरो चाहिँ केही काम छैन। यो भ्लगर आयो बस्यो, गोठाला आयो पनि मात्रै डिजाइन यस्तो यस्तो गर्न खतरा जस्तो पनि। हाम्रो आन्टीको कपाल चाहिँ यति लामो छ हेर्नु गाइस। अनि यो चाहिँ खै चोर हो, सरी चोर हो के यो हाम्रो गाउँको होइन भारे हाम्रो त्यो दिपल रङको नाति हो साथीहरू। एक नम्बरको हरामी हो यो चाहिँ हेर्नु साथीहरू। अनि यता फेरि हेर्नु गाइस, यहाँ चाहिँ दाउरा यति भएको छ। मैले भन्छु रिचाले भनेको नि आन्टीले आफ्नो भाइस हाल्नुहुन्छ के पछि। हाम्रो आन्टी चाहिँ यहाँ आउनुभयो भने चाहिँ दाउरा चाहिँ धेरै लग्नुहुन्छ, थोरैमा चाहिँ आँखा जाँदैन। हेर्नु होला उहाँ चाहिँ अब कति मान्छे छन् है। यहाँ चाहिँ मेरो गोठाला आउने भाइहरूको चाहिँ घर गरे यो गाइस। यो चाहिँ कस्तो घर हो कमेन्ट गरिदिनु होला, अरू नगरे पनि। त्यो भाइले बनाएको, त्यो बाबुले बनाएको। यहाँ चाहिँ यो घर बनाउने मिस्त्री हुनुहुन्छ। यहाँले चाहिँ काम गरेको 1 महिनामा 2500 चाहिँ लिनु भएको हो गाइस। उहाँ चाहिँ एकदम महँगो हो कि, एकदम महँगो। आफ्नो फेस देखाएर गराउनुपर्छ। हाम्रो आन्टीको भारी चाहिँ रेडी हुँदैछ। अब आन्टी चाहिँ दाउरा लगेर जानुहुन्छ। अब म चाहिँ बाख्रा लगेर जाने हो गाइस। अगाडिको पनि कति राम्रो हो नि साथीहरू। साइकलमा चाहिँ हावा कम छ, कसरी लाने हो यहाँ भारीको भारी। अब हेर्नु साथीहरू, साइकलमा चाहिँ हावा कम छ अनि मान्छे पनि यत्रो भारी पनि यत्रो छ। अब साइकल जान्छ कि जान्न त्यो चाहिँ थाहा छैन। बाबाले ल्याउँछन् बाख्रा हैन। अब चाहिँ हामी पनि बाख्रा लगेर जाने हो। टाइम चाहिँ भइसकेको छ। आजलाई यति भन्दा बाई बाई गर्छु भन्नु साथीहरू। दाउराको भारी बानेर अब चाहिँ म साइकलमा जान्छु। आजको साइकलमा हावा छैन। हामी चाहिँ घर आइपुग्नु भएको होला। कस्तो लाग्छ जस्तो पड्किदिनु होला भन्दै बाई।